आजकल धेरै नबोल्ने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व राजा ज्ञानेन्द्र र राज संस्थाको बारेमा विष भ्रमण गरेका छन्। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजतन्त्रको पुनरागमन असम्भव रहेको बताएका छन्। पूर्व राजा ज्ञानेन्द्र शाहलाई संवैधानिक राजा बन्न अयोग्य व्यक्ति भएको उनको टिप्पणी थियो। राप्रपाले पूर्व राजा ज्ञानेन्द्रलाई पार्टीको नेतृत्व दिन सक्ने सुझाव उनले दिएका थिए। अरू नेताहरूले जस्तै देउवाले पनि पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा आउन पार्टी गठन गर्न आग्रह गरेका छन्। तर पूर्व राजा ज्ञानेन्द्र शाहको पार्टीमा सहभागी हुनेहरूले धेरै नै दुःख पाउने र चुनौतीको सामना गर्नुपर्ने उनको भनाइ थियो।